तरिका सबै सिकाइसकेको छ। त्यो सँगै सासलाई ध्यान मन चाहिँ सासलाई राखेर ध्यान गर्ने तरिका, त्यो बेलामा चाहिँ उपायहरू सबै सिकाएको छ। त्यसको पछि चाहिँ मुलुक अनि बुद्ध शाक्यमुनिको रूपलाई मन राखेर ध्यान गर्नेको उपायहरू सबै अनि सिकाइसकेको छ। अब तपाईहरुले एक वर्ष यो वर्ष मैले सिकाएको दोस्रो गरेर अनि पूजा पनि गर्ने, तर धेरै चाहिँ ध्यानमा बस्ने अनि माया दाया अस्ति मैले धेरै भनेको छ, त्यसमा चाहिँ अनि ध्यान र अभ्यास राम्रो गर्नुस्। फेरि पछि एक वर्षको पछि हामी मिलौँ अनि फेरि त्यो बेलामा म चाहिँ मेरो विचारमा अब तीन दिनको भन्दा बढ्ता बस्नु सक्यो भनेदेखि 4, 5, 6 दिन त्यसो बस्नु सक्यो भनेदेखि त्यो बसेर अनि अलिकति त्यो राम्रो गरेर सिकाउँ हैन त। त्यससम्म चाहिँ सबैले त्यो गर्नुस्। तर मैले एउटा सुनेको छ, हुनु चाहिँ सबैले पहिला राम्रो पढ्दै थियो अनि कोहीहरूले फेरि बीचमा पढ्नु चाहिँ राखेको नपरेर अनि त्यो छुटेको छ भने सुन, त्यो गर्नु हुँदैन। पहिला सुरु जो गरेको छ पढ्नेमा त्यो निरन्तर रूपले गर्ने, पढ्ने पनि ध्यान अभ्यास गर्ने पनि निरन्तर रूपले गर्नुपर्छ। त्यो गर्यो भनेदेखि धेरै फाइदा हुन्छ। त्यसो कारणले म अनुरोध गर्दैछु राम्रो गरेर पढ्नुहोस्। अनि यहाँ एउटा चाहिँ के छ भनेदेखि हाम्रो नेपाल काठमाडौँमा भएको बुद्ध धर्म प्रचार समाजदेखि अहिलेसम्म हजुरहरूले जति सक्यो सहयोग गरेको छ, पछि पनि हामी निरन्तर रूपले सहयोग गर्ने मन छ त्यो भन्न चाहन्छु। अब यहाँ कोहीहरू फेरि गाउँको मान्छे भएर पनि काठमाडौँतिर धेरै जानुपर्ने, त्यहाँतिर बस्नुपर्ने यस्तो पनि हुनसक्छ। त्यस्तो हो भनेदेखि काठमाडौँतिर बस्ने हो भनेदेखि हाम्रो त्यहाँ बुद्ध धर्म प्रचार समाजमै धर्म प्रचार हुन्छ, त्यो तिप्तीले सम्बोटा लेबाहरू सबै सिकाउनु त्यहाँ छ। अब काठमाडौँमा बस्ने हो भनेदेखि हाम्रो त्यहाँ समाजलाई अनि कन्ट्याक्ट गर्नुहोस् अनि त्यहाँ सबै तपाईहरु पढ्नु पाउँछ भनेर त्यो भन्न चाहन्छु। अनि भविष्यमा अहिले मैले इन्डियामा त मेडिटेसन सेन्टर भनेर खोलिसकेको छ। अहिले नेपालमा चाहिँ पहिलादेखि नै खोलौँ भन्ने मेरो मन थियो, तर पनि अहिलेसम्म भएको छैन। अब म बिस्तारै काठमाडौँतिर कि कहाँतिर एउटा जग्गा अनि त्यो ठुलो एउटा चाहियो मलाई, त्यो त्यहाँ अनि हाम्रो बुद्धिस्टहरू अनि यो समाजको त्यो समाजको यो थारको त्यो थारको भन्ने कुरा चाहिँ छोडेर जो बुद्धिस्ट छ त्यो मेडिटेसन गर्नु, ध्यान र अभ्यास गर्नुमा ध्यान छ, के अरे इन्ट्रेस्ट र इच्छा छ, त्यो सबैको लागि चाहिँ मेडिटेसन सेन्टर एउटा खोल्ने भन्ने मेरो इच्छा छ। अब त्यो चाहिँ एउटा ठुलो एउटा जग्गा लिएर त्यहाँ अनि गुफा जस्तो एक कमरा, एउटा मान्छेले एउटा कमरा बनाएर अनि त्यो कोठा यस्तो बनाएर चाहिँ अनि बनाउने भन्ने मेरो इच्छा छ। अब त्यसको लागि अनि जग्गा पनि सानोले हुँदैन। अब त्यो पोखरामा भयो भनेदेखि मलाई जग्गा पाइसक्यो। खरे सधैँ मिङ्ला आना रे मरे रोपिनी 62 के अरे नेपाल 62 रोपिनी मलाई कोहीले चराएको छ, तर धेरै अलिकति टाढो भयो जस्तो लागेको छ। अब काठमाडौँतिर अनि त्यस्तो जग्गा रोपिनी 40-50 भएको त्यस्तो एउटा ठुलो एउटा पायो भने अनि मैले जनताको लागि, अब लामा हाम्रो त्यो कुरा होइन, गुम्बाको भित्र त्यो गुम्बा ठुलोमा भएको उनीहरूले त छाम बस्नुको लागि सबै सहयोग त्यो छ नि, बिचरा हाम्रो जनतालाई छैन रहेछ नि। त्यसो कारणले जनताको लागि अनि मैले यस्तो खोलेर फ्रीमा, सबै फ्रीमा बस्नुदेखि लिएर खानादेखि लिएर सबै पैसा नतिरेर फ्रीमा चाहिँ गर्न सकोस् भन्ने मेरो इच्छा छ। त्यो छ।
अब त्यस्तो पछि भयो भनेदेखि अनि हजुरहरू भने त्यहाँ चाहिँ आउनु सक्छन् त्यो चाहिँ म भन्न चाहन्छु तर त्यसमा प्रार्थना गर्नु सबैले राम्रो राम्रो काम गर्नु मन छ तर पनि बादल आएर सोनम नभएर पुण्य नपुगेर धेरै त्यो हुन्छ रहेछ तर पनि मेरो मनमा त्यसो छ सबैले अनि त्यो राम्रो गर्नुहोस् अब लास्टमा डिग्री सङ्जु मेलमको लुङ एउटा गर्छु त्यसले प्रार्थना पनि हुन्छ लुङ पनि सँगै हुन्छ त्यहाँदेखि चाहिँ हामी स्टप गर्न खसा सागी त्यसपछि हामी राख्छौँ है ए यो बिर्सेछ त कस्तो पञ्चशील चाहिँ बिर्सेछ है ओहो पञ्चशील वा त्यही बेच जेत वा एकछिन है फेरि पञ्चशील चाहिँ ए त्यसो भए आज चाहिँ सङ्जु मेलम चाहिँ छोडेर पञ्चशीलको आगम चाहिँ दिने अनि त्योसँगै पञ्चशील लिने यसो गर्नुहोस् है त्यो काङ्ग्युरको भित्र छ पञ्चशील चाहिँ त्यही यहाँ जेत हो थाङ्गिने ठेस ताङ्ग्रो वा खोइ लसो यहाँ छ लबङ्गाई फेङ्दो यहाँ छ ल अब सबैले फेरि ध्यान दिएर राम्रो सुन्नुहोस् म पञ्चशीलको आगम दिन्छु त्यसको पछि चाहिँ त देखेर हाल्ने साना सबैले है पञ्चशीलको आगम पनि दिने त्यसको पछि पञ्चशीलको शील पनि दिने दुइटै गर्छु मेरो विचारमा पञ्चशीलको आगम तपाईँहरू कहिले पनि पाएको छैन होला यो कङ्जुरको भित्र छ तर कोहीकोहरू थाहै हुँदैन त्यो त्यसो कारणले सबैले राम्रो सुन्नुहोस् ल यसको लबङ्गाई फेन्तेम्बे दो भन्छ नाम चाहिँ ग्यागर केतु पञ्चशिक नु समसा सूत्रा फेकेदो लबङ्गाई फेङ्गिदो फापा कुन्चु सुम्ला कुबे छाछलो देगे दागे थेबा तुय चना चोम देंदे gargara da chusin chibasu gi rida menge na menge na rida gyube ne na shuso tene chomden de nga zhu tu so chegu gu longse to de pana kule kimda khana yube ne de sheshin nyewar shek de den shambala shuso tene yang pana kule kimda da mana kule kimda me chomden de 갈라바데르 손시에 여서네 좀된 데라 차제데 초지도 그도 초지도 교내 파는고래 김다디 좀된 데라 디게 제수도 강기세 좀된데 만나고래 김다모 다 키유투소 부모슈노 말랑데 만나고래 김다모래 로버리에베 셈마게소 류기교 가야 마종와래 좀바 좀된데 통해줘 데라 편준도 통어 개화신도 편준도 통화를 다 돼도 많은게 김다음에 좀 된데라 되게 써도 관계도 좀봐 좀 된데 파나고래 김다 슈니티도 다 슈마 랑소 파나고래 김다래 데벨로버에 예배 셈마게서 류기 교마 중앙 단래 좀 된데 통해 최데라 편준도 통화 개화신도 편준도 통화 돼도 되네 좀 된데게 가져봐 김다 뭐 니볼라 대바 여버 교회 통해줘 데라 편주도 통화교도 개화시도 통화교로 니보다 대반량 받아 출입량 받아 동안량 받아 실업량 받아 남한기 통해줘 데라 편주도 통화교도 개화시도 통화교로 양치수 잡아대 가젤데 니가 대당 주제다 냠다 추기 소화다 편주도는 가왜 대달 기회 표면적 노르망 단엔 담바다 내내 상부를 개화교 다니 텔라 가와다 니가 냠베 추dim기 디더라 추니 제바다 니가 추dim 뎀바 되진 되라 이랑웰 하이 내소 가와교 대체 라바나바고 소는 차와오 야 아보 पहिला एउटा लोग्ने र एउटा अनि केटी एउटा केटा एउटा र केटी एउटा दुईटा थियो उहाँ दुईटाले बुद्धलाई तीनचोटी ढोकेर बुद्धले के भन्यो भन्दै म अनि केटीले म केटाले केटीलाई पसन्द छ यो जिन्दगीमा पनि सँगै बस्नु मन छ पछिको जिन्दगीमा पनि सँगै बस्नु मन छ
फेरि केटीले पनि मलाई केटालाई अनि पसन्द छ यो जिन्दगीमा सँगै बस्छु पछिमा पनि सँगै बस्छु तर अहिले हामी अनि नराम्रो यस्तो काम के पनि गरेको छैन अनि बुद्धले हामी दुईटालाई पञ्चशीलाको शिक्षा दिनु भनेर अनुरोध गरे अनि बुद्धले भन्यो तपाईं दुईटाले यस्तो भनेको धेरै राम्रो हो तपाईं दुईटाले पञ्चशीला लिएर अनि समयहरू नटुटेर राम्रो गर्यो भनेदेखि अनि तपाईं दुईटा पनि यो जिन्दगीमा अनि लोग्ने र श्रीमती सोच्ने गरेर चाहिँ धेरै राम्रो हुन्छ यो मात्र नभएर अनि पछिको जन्ममा पनि धेरै राम्रो हुन्छ अनि अरूहरू सबैले पनि तपाईहरुले केही नोक्सान गर्दैन अनि नरकमा पनि तपाईहरु जानु पर्दैन त्यसो कारणले पञ्चशीला चाहिँ अनि लिएर अनि समय राम्रो गरेर अनि त्यो के भन्छ पालन गर्नुपर्छ भन्नुभयो त्यसको पछि पञ्चशीला भने के हो भनेदेखि सोक्चेब दिदाते सोक्चेब पोवाथाङ भनेर काटमार गर्ने चाहिँ नगर्ने भनेको एउटा वचन मजम्बर लेम्बा पोवा चोर्नेहरू चाहिँ मैले नगर्ने भनेको एउटा देबे लोपर यम्बा पोवा बेविचार चाहिँ नगर्ने भनेको बेविचार भने चाहिँ लोग्नेले अर्कोको श्रीमती केटीको सँग नराम्रो गर्ने चाहिँ नगर्ने फेरि श्रीमतीले भने आफ्नो लोग्ने छोडेर अर्कोको लोग्नेहरूसँग नराम्रो त्यस्तो अनि काम चाहिँ नगर्ने त्यसलाई चाहिँ बेविचार भन्छ हो त्यो चाहिँ नगर्ने भन्ने एउटा तीनटा भयो चारमा जुन्दुमावा पोवाथाङ जुन्दुमावा पोवा भने चाहिँ झुटको कुराहरू चाहिँ नगर्ने भनेको अनि पाँचमा चाहिँ न्यबर ग्युवे छाङ्गे तोवा पोवा हो भने चाहिँ अनि छाङ र रक्सीहरू खाएर मात्ने त्यस्तो चाहिँ नगर्ने भनेको हो अब त्यसमा चाहिँ मैले भनेको जस्तो सबैले छाङ चाहिँ अनि सक्यो भनेदेखि छाङ के अरे ठिकपछि एकसित पनि नखाने अब नसक्नेको कुरा छ भनेदेखि अनि अलि नमात्नेसम्म अलि चाहिँ खाने अरू चाहिँ नखाने सक्यो भनेदेखि सबैले एकसित पनि छाङ चाहिँ नखाने त्यो चाहिँ अनि त्यो के भन्छ वचन गर्नु पर्यो के भन्यो छाङ खाँदैन भनेको नखाँदाखेरि बेस होला बेस राम्रो सबभन्दा राम्रो धेरै राम्रो चाहिँ नखानेकै राम्रो एउटा कथा भनौँ पहिला एउटा मान्छे थियो अरे ऊ चाहिँ त्यहाँ घरमा अर्को एउटा मान्छे चाहिँ अर्कोको घरमा चाहिँ बस्यो रहेछ अनि त्यो बेलामा अर्कोको घरमा बस्ने बेलामा त्यो घरमा बस्नेको मान्छेले बा आमाले अरू मान्छेले चाहिँ यो भनेर चाहिँ अब हाम्रो यहाँ बाख्राहरू छ तिमी यो काटौँ भनेर छ उहाँले भन्यो म बाख्रा काट्नु हुँदैन मैले काटमारहरू सबै छोड्यो बाख्रा चाहिँ नकाट्ने भनेर छ फेरि उसले चाहिँ के भनेर छ चोर भनेर छ चोर्दैन म चोर्ने त्यस्तो सबै राख्यो भन्यो फेरि उहाँले भनेछ तिमी झुट कुरा भन त्यो पनि म नभन्ने भनेर छ ल अब त्यसो भए ठिक छ त्योहरू नगर्ने भने छाङ चाहिँ खाऊ भनेर ल त्यो त हुन्छ भनेर चाहिँ उसले चाहिँ छाङ खाएर चाहिँ छाङ खाइसकेको पछि ऊ मातेर बाख्रा पनि काटेर रहेछ झुट पनि बोले रहेछ अनि त्यसको पछि चाहिँ त्यो के अरे बेविचार पनि गरे रहेछ त्यसो कारणले छाङ भने चाहिँ खायो भनेदेखि मान्छेको मन चाहिँ यस्तो के भन्छ नराम्रो हुन्छ त्यसको पछि चाहिँ नराम्रो काम सबै गर्छ अब भयो भनेदेखि छाङ रक्सी भने चाहिँ एक थिप्पा भने नखायो भने धेरै राम्रो हो त्यो चाहिँ सबैले अनि हाम्रो त्यो लामा गुरुहरूले चाहिँ खानु हुँदैन छाङ भन्ने चाहिँ त्यो अनि कोहीहरूले बिचरा थाहा नभएर हो हुनु गुरु रुमुचेले खान्छ म खान्छु भने त्यस्तो हुन्छ रहेछ कि अब गुरु रुमुचे त छाङहरू सबै अमृत बनाएर खाएको हो
हामीले छाङ चाहिँ अमृत बनाउन सक्छ भने खाने अमृत बनाउन नसक्ने भने नखाने त्यो सत्य कुरा योले के अरे हाम्रो निङमाको ठुलो रुम्बुचे ओ लसो खारसा त्यो होइन अर्को एउटा थियो नि त्यहाँ माथि यलुम्बुको होइन त्यो सर्खम्बुको ठुल्सी रुम्बुचे ठुल्सी रुम्बुचेले भनेको गुरु रुम्बुचेले गरेको भनेर हामीले गर्नु हुँदैन गुरु रुम्बुचे जस्तो पावर चाहिन्छ भनेको छ त्यसो कारणले हामीले त्यो चाहिँ सोचेर चाहिँ हामी त्यो गर्नु पर्यो अब सबैले त्यो सिल चाहिँ लिने ल अब 3 चोटी ढोग्नुहोस् त उठेर 3 चोटी चाहिँ ढोग्नुहोस् अब मैले आगम दिँदै गर्छु तपाईहरु 3 चोटी राम्रो ढोकेर अनि त्यो गर्छु भन्नु ल Tene gero nam gi tsurunga yepe shoba shen tsuba chumden de so jo bangwe nam me ba che dra jo ma jo la ma nam me ba che dra che ba ge do bele be nam ba me ba che dra che ba ge zo ma bangwe nam me che dra che ba ge ya ba ge chang ye dong wa ba nam ba yo zok zok che ne de la da zok zok che ne de zok zok che ne de सके भाइ गुडा टेकेर हैन जुन प्रार्थनाको अवस्थामा रहन्छन् त्यसरी बस्यो भने धेरै राम्रो हुन्छ भनेर गुरु बताउँदै हुनुहुन्छ बिरामी छ भने नबसे पनि हुन्छ होला खुट्टा टोकेर गुडा टेकेर है त एउटा गुडा टेकेर बस्यो भने धेरै राम्रो हुन्छ ओलस बस्नुस् खुट्टा टेकेर बस्नुस् अब बच्चा भएदेखि के हुँदैन बस्यो पनि हुन्छ लसो ल अब सबैले अनि शरण गमन पनि लिने त्यो सँगै सँगै पञ्चशीला पनि लिनु पर्यो ल सबैले अनि खर्सा मैले यो के भयो रे दा योम्बा चाहिँ तल हो येबा हो त्यो हो यस्तो बस्ने हो त डिग्री त चौचौको डिग्री ल ठिक छ यसरी बस्नु सबैले ल अब सबैले भन्नुस् है रिपिट ल खर्च वही रिपिट ला दोहोऱ्याएर भन्नुस् ल सबैले सबै तयार छ लसो त्यो के भन्छ टोपियाहरू खोल्नु पर्छ लसो अब हात जोडेर बस्नुस् ल अब मनमा चाहिँ अगाडि बुद्ध धर्म संघ इष्टदेवहरू गुरु रुम्चेहरू अनि जुजुन ड्रोमा अनि अवालोकरी शिवारा चेरेसे सबै राम्रो सोचेर अनि त्यो गर्नुस् बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि संघं शरणं गच्छामि बुद्धं शरणं गच्छामि धर्मं शरणं गच्छामि संघं शरणं गच्छामि नामो गुरुवे नामो बुद्धाय नामो धर्मय नमः संघाय लामला के सुचो सांगेला के सुचो छेला के सुचो गेंदला के सुचो सांगे छोदां छोगे छोनम ला चंगजो परतो दाने के सुची यहाँसम्म चाहिँ शरण गमन अब मनदेखि नै आजदेखि बुद्ध धर्म संघले ढोकेको छ म आजदेखि नै बुद्धको चेला हो बुद्धको शरणमा जान्छु भनेर राम्रो सोच्नुहोस् अब त्यसको पछि पञ्चशीला ल अब म यो चाहिँ
पहिला अनि तिप्तीमा भन्छु त्यसको पछि नेपालमा भन्ने ल नेपालीमा ठेङ्ने भन्नुस् ठेङ्ने सोक्चेबा पावर छाउ आजदेखि हिंसाको काम काटमार गर्ने सबै छोड्छु अब 2 सोचो पाउँछ मजिम्बा लेम्बा नम्बा थम्जेतो पावर छ अब ल आजदेखि नै चोर्नेको काम सबै छोड्छु ताइङी तेस्रोमा थाङ्गी कार्छ लोगिम दे ठेङ्ने लोगिम नम्बा थम्जेदो पावर छ आजदेखि नै बेबिचार जहिले पनि नगर्ने सोम्छे आजदेखि नै मरे तिप्तीमा ठेङ्ने जु नम्बा थम्जेदो पावर छ आजदेखि झुटको कुराहरू जहिले पनि नगर्ने अब 5 है 5 मा ठेङ्ने छङ नम्बा थम्जेतो पावर छ आजदेखि नै छङ र रक्सीहरू सबै छोड्छु नखाने होला अब राम्रो भयो है सबै अब लास्टमा चाहिँ त्यो गर्छु प्रार्थना अन्तिमको प्रार्थना ल अब सबै राम्रो गरेर फेरि हात जोड्नुहोस् राम्रो गर्नुहोस् ओइ जाम्बे पाओ चिताराई खेम्बा कुन्दो सांबो तेया देशे तेदा कुंगे जेसो दालो गेवा देता तमजे रातु ngो